वेलकम ब्याक टु माई न्यू एनदर भिडियो। आई होप सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। सबैलाई गुड मर्निङ है। आज चाहिँ हामी कलेज जान लागेको छौँ है। मेरो चाहिँ क्लास छ 8:30 बजेदेखि। हामी चाहिँ यता सुन्दारा झऱ्यौँ गाडीबाट। अब चाहिँ कलेज जान लागेको 10 मिनट लाग्छ। आज चाहिँ काकाको एडमिसन गर्ने फाइनल यता हुनुहुन्छ एक काका विश्व अङ्कल ठिक छ होइन। आज गएर एडमिसन हान्नु पऱ्यो। आज चाहिँ फाइनल सन्डे आउनु भनेको थियो। अस्ति फ्राइडे चाहिँ भएन क्या होइन। भर्ना शाखा चाहिँ बन्द थियो कि प्लस पुगेको थियो, शुक्रबार भएन। अनि आज चाहिँ सन्डे आउनु भनेर चाहिँ हामी आएको छौँ। म चाहिँ क्लास जान्छु। अङ्कलको एडमिसन हुन्छ। यहाँदेखि त्यही 5-10 मिनट लाग्छ होला सुन्दादेखि उता घरमा पार्क आइपुग्यो। साइडमा छ मेरो कलेज चाहिँ होइन। अब चाहिँ यता टिभीमा पुरा बिचारी भन्दा पनि पुरा कन्नाहरू बिछाएर टिभिटेल सजाएको छ। खै किन हो होइन। देख्न सक्नुहुन्छ यी भित्र यस्तो छ क्या, के मेला लाग्न लागेको जस्तो छ। त्यसो अब जानु पऱ्यो। यहाँबाट कलेज पुगिन्छ। चाहिँ अहिले कलेजको बाहिर पुग्यौँ होइन। बाटोमा हिँड्दैछौँ। त्यही ठाउँमा चाहिँ अब कलेजको गेटमा पुग्नुहुन्छ होइन। यो चाहिँ घन्टाघर हो। हाम्रो पुरानो कलेज चाहिँ यही हो क्या। भूकम्पले गर्दा अहिलेसम्म बनाएकै छैन। ए ऊ त्यो हो कलेज चाहिँ। आजभोलि चाहिँ नयाँ यता छ। म त यता छु है। कलेज बाहिर गेटमा पुगेको छौँ। अब चाहिँ कलेज पुगिन्छ एकछिनपछि। सुरुमा गएर दाइलाई भेट्नु पऱ्यो। अनि एडमिसन यो चाहिँ हाम्रो कलेजको गेट हो। कलेजमा इन्ट्री एडमिसन हुन्छ। आज चाहिँ दाइलाई भेट्नु पऱ्यो। अनि दाइलाई भेटेपछि चाहिँ एडमिसन गरिदिन्छ दाइले। मेरो क्लास सुरु हुन्छ 8:15 गरेर। चाहिँ कति बजी थाहा छैन। एडमिसन त चलिरहेको रहेछ हौ। यत्रोजना छ अझै एडमिसन गरेन के गर्नु। मैले चाहिँ सकेकै छैन कि होइन। यो स्टुडेन्टहरू टन्नै आएको छन् क्या। स्टुडेन्टहरू चाहिँ टन्नै छ है। अब म चाहिँ हजुरलाई मेरो क्लासरुम देखाउनु पर्ला। क्रिकेट खेलिरहेको जस्तो छ होइन। यही छ होइन। के राम्रो हो यार। हाम्रो यो फर्स्ट हो। हाम्रो एनसी कलेजको के छ दाइहरू सन्चै हुनुहुन्छ हो। सन्चै छस्। हाम्रो राजा कहाँ गयो रे। म अब चाहिँ क्लास जानु पऱ्यो। मेरो चाहिँ क्लास छ। केटाहरूको के हो बायो क्लास हो है। सन्चै यतापट्टि छ होइन क्लास चाहिँ। केटाहरूको बायो क्लास है। मेरो फिजिकल हो। म्याथ छ के अरे फर्स्टमै गएर म्याथ पढ्नु पऱ्यो होइन। के हो यत्रो स्टुडेन्ट छ त बिहान बिहान पढाइ हुन्छ भने यसरी होइन। सायद फर्स्ट इयर होला यो होइन। यो 1 घन्टा ब्रेक छ होइन। बल खेल्नु पऱ्यो भनेर। गुड मर्निङ दाइ सन्चै हुनुहुन्छ। मर्निङ हावा भर्न लागेको। बल यहाँ छ। त्यहाँ तल थियो अस्ति त। खोइ यहीँ हुन्थ्यो। खोइ लगिदिइहाल्छन् होला फेरि। सो हामी चाहिँ अहिले बलमा हावा भरेर आइसक्यौँ। अफ छ 1 घन्टा। अनि त्यसपछि बल खेल्न पऱ्यो केटाहरूसित। त्यसपछि फेरि क्लास जानु पर्ला है।
केटाहरू चाहिँ यहाँ छ हाम्रो खेल्दा चाहिँ यता फुटबल खेलिरहेको छौँ है फेरि हान्न लाउनु पर्छ जस्तो केटा फाल्छ यता मार्ला सुस्तरी हान्नु क्यामेराले हान्छ बेसिँदै गाइस हामी चाहिँ अहिले कलेज अगाडि आएको निस्किसक्यौँ होइन त्यो चाहिँ रोक्न पाएको अब चाहिँ हामी ट्याग चलाएर घर जानु पऱ्यो होइन सब भइसक्यो फाइनल एडमिसन क्लासहरू पनि सब सकिसक्यो बिहान 9 बजीदेखि अहिले पनि सक्यो गाडी चल्नु पऱ्यो त्यहाँबाट सिधै घर जाने हो है आज चाहिँ कलेजमा रमाइलै भयो क्या रमाइलै भयो हाइट परेर आमामा रेकर्डै गर्न भ्याएन यार किन हो खै यो चाहिँ